हेलो गुड मर्निङ सबैजनालाई एकदम वार्म वेलकम छ। आज चाहिँ हाम्रो तपाईँको यो 6th एडिसन राइड हुँदैछ। हामीले चाहिँ हरेक वर्षमा 2टा राइड गर्नेछौँ। त्यसै गरी यो वर्ष चाहिँ हामीले यो राइड चाहिँ घान्द्रुकको छ। यसमा हाम्रो 25 जना प्याक्स छौँ र 21 वटा बाइक छ। हामी चाहिँ यो तपाईँको सीता पाइलाको बाटो हुँदै द क्लिफ रिजोर्टमा ब्रेकफास्ट गर्नेछौँ। त्यसपछि मुगलिनमा हाम्रो लन्च ब्रेक हुनेछ र त्यसै गरी पोखरामा टी ब्रेक गर्दै हामी आज घान्द्रुकमा हामी हुनेछौँ। त्यही हो आजको। अब अरू अपडेट फेरि एकछिन दिनेछु म। एकदम खुसी लागिरहेछ किनकि एज अ राइडर हामी ग्रुपमा जाँदाखेरि एकदम रमाइलो हुन्छ। सो होपफुल्ली यस्तै राइड भइराखोस् है। मलाई चाहिँ साथीले भनेर अनि जान लाग्यो म त। अब एक्साइटेड त अलिक धेरै नै छु म अहिले। अब फर्स्ट टाइम हो घान्द्रुक चाहिँ फेरि बाइकमा पनि मजा आउनेवाला छ नि। वेलकम टु द राइड सेफजिट प्रोबुलेट राइडको यो 5औं संस्करणको राइडमा सबै राइडरहरूलाई म स्वागत गर्न चाहन्छु। हाम्रो यो 5औं राइड हो। योभन्दा अगाडि हाम्रो मुस्ताङ राइड भएको थियो। आज चाहिँ हामी घान्द्रुक जाँदैछौँ। सबै राइडर आइसक्नुभयो। अब हामी 10-15 मिनटमा यहाँबाट मुभ हुन्छौँ। आज चाहिँ अलि हाम्रो लामो राइड भएको भएर हामी आज चाँडै निस्किँदैछौँ। हामी अब करिब 2-3 बजीतिर पोखरा पुगेर 7 बजी घान्द्रुक पुग्ने हामीले लक्ष्य लिएका छौँ। हो फर्स्ट टाइम जान लाग्यो। छैन फर्स्ट टाइम हो। आज एकदम मजा आउनेवाला छ। नयाँ त भाइ अब केही छैन, पुरानै हो। अब जस राइडमा एकदम रमाइलो हुन्छ भाइ। इन्फिल्डको कुनै पनि मोडलको बाइकमा केही समस्या आयो भने प्रोबुलेटलाई सम्झिन सक्नुहुनेछ। हामीसँग एकदमै दक्ष मेकानिक पनि छ र एकदमै प्रोको एकदमै स्ट्रङ टिम छ। तपाईँहरूले हामीलाई सम्झिन सक्नु। एकदम सभ्य नागरिक नेपाली जनता बारमा गएर चिया मात्र खाने केटो हुँदै अनि यो दाइ चाहिँ एउटा बियर खानलाई लन्डन पुग्ने मान्छे चाहिँ यही हो। हजुर मात्रै हुनुहुन्छ लेडी राइडर, कस्तो भइरहेछ? खोइ मेरो पनि नयाँ हो। के अरे फर्स्ट टाइम हो म यहाँनिर आएको। फर्स्ट टाइम चाहिँ यस्तो ग्रुपमा जाँदैछु, नत्र पहिला नि चाहिँ सोलो गइरहेको हो क्या। यत्तिको हुनु पऱ्यो। हामी चाहिँ वर्षमा जहिले पनि 2टा राइड गरिरहेको हुन्छौँ। त्यसै गरी अब यो वर्षको पहिलो राइड हाम्रो घान्द्रुक हुँदैछ र हामीसँग अहिले तपाईँको टोटल 23 जना हुनुहुन्छ र 21 वटा बाइक छ। सेफ जर्नी राम्रोसँग जानुहोस्। जेको लागि जानुभएको त्यो सक्सेसफुल होस्। थ्याङ्क यू सो मच है। थ्याङ्क यू एभ्रिवान। सम्मको ठिकै भयो। वी जस्ट रिच क्लिफ अहिले होइन। अब दिस इज आवर ब्रेकफास्ट पोइन्ट। अब भर्खर कति 1 आवर पनि भएको छैन। बाटो त राम्रै छ, 1-2 ठाउँमा मात्र हो अलिअलि। इट्स नेपाल हाइवे। अब यहाँ ब्रेकफास्ट गरेर विथिन 1 आवर विल डिपार्ट फ्रम हियर टु मुगलिन। त्यहाँ चाहिँ हाम्रो लन्च ब्रेक छ। आफ्टर द्याट आई विल अपडेट यु। थ्याङ्क यू। अहिलेसम्म त ठिकै छ। अबको गन्तव्य के हुन्छ थाहा छैन। राइड त ठिकै भइरहेछ, रमाइलो भइरहेछ। बिचमा जामहरू पनि थियो, मजाले कुदाएर आइयो। एस्टिमेसन अनुसार चाहिँ हाम्रो 8:30तिर पुग्ने थियो, तर 9 बज्यो। कुनै कारणले ढिलो भएको थियौँ हामी राइड सुरु गर्नुमा। अनि अहिले चाहिँ जे होस् बाटो चाहिँ ठिकै छ। रफ रोड चाहिँ पोखराबाट सुरु हुन्छ भनेर त्यो प्रेडिक्ट गरिएको छ, भन्नुभएको छ। अब हेरौँ के हुन्छ। नेचरलाई पुरै गर्यो, एक्सप्लोर गर्यो। योचोटि हामी घान्द्रुक जाँदैछौँ। फेरि फागुन वैशाखमा हामी ताप्लेजुङ जाँदैछौँ। कसरी जोइन हुने अब हाम्रो प्रोबुलेट स्वयम्भूमा पनि छ अनि हाम्रो बौद्धमा पनि छ हैन। हाम्रो प्रभात दाई, सुमित दाई हुनुहुन्छ। उहाँहरूलाई कन्ट्याक्ट गरेर पनि आउन सकिन्छ, गुगलमा हेरेर पनि आउन सकिन्छ। आउने जोड्ने हैन। हाम्रो जति पनि रोयल इनफिल्ड राइडरहरू हुनुहुन्छ, रोयल इनफिल्ड फिल्ड लाइक रोयल हाम्रो हुनेछ हैन। तपाईँहरू आउन सक्नुहुन्छ। रमाइलो भएर आइसक्यो त हैन। रमाइलो गर्नुपर्छ। अब बिहानै निस्केका छौँ हामी। अब हक्क पेटलाई पनि हैन भाइ खाउने पूजा गर्नु पर्यो। मोटो मान्छे झन् नखाइकन बसेको हुन्छ। मजा आइरहेछ।
ब्रेकफास्ट गर्दैछौँ। हामीले चाहिँ यो धादिङ सिम्लेको द क्लिफ साइड रिसोर्टमा चाहिँ ब्रेकफास्ट गऱ्यौँ। अब हामी यहाँबाट सम्पूर्ण इनफिल्डहरू चाहिँ मुङलिनमा गएर हामी लन्च गर्छौँ। दाल भात पावर 24 आवर भातको पावरले। अनि हामी त्यहाँपछि एकैचोटि पोखरातिर जान्छौँ है त। ल धन्यवाद। साढे 11 मुगलिन आइपुग्यो। अब हामी यहाँ खाना खाएर एकछिन पुलमा फोटोसोटो खिचेर त्यसपछि हामी पोखरा लाग्छ। तनहु आइपुगेका छौँ। तनहु बजारमा छौँ। बाटो चाहिँ मुगलिन पछाडि एकदम बवाल बनिसकेको रहेछ। आशा छ यो एकदम छिटो सबै चाहिँ राम्रो हुन्छ होला। अब काठमाडौँ टु पोखरा चाहिँ एकदम सर्ट टाइममा हामी आइपुग्न सक्छौँ। हामी चाहिँ एकछिन यहाँ फ्रेस हुन बसेका छौँ बाइकमा पेट्रोल भरेर। साथीहरू चाहिँ अगाडि गइसक्नु भएको छ र हामी चाहिँ अब साथीहरूलाई पनि फलो गर्नु छ, भेटाउनु छ। हामी अहिलेलाई बिदा हुन्छौँ है। धन्यवाद। हामी चाहिँ घान्द्रुकको लागि जाँदैछौँ र यामदीभन्दा माथि आइसकेका छौँ। 0 किलोबाट यामदी पुग्यौँ। अब योभन्दा अगाडिसम्मको राइड चाहिँ राम्रै रह्यो। सबैजना सकुशल आइपुगेका छौँ। अब यसपछि पनि हामी घान्द्रुकसम्म राम्ररी जानेछौँ। All the best for all of you. यो ठाउँबाट चाहिँ अब लगभग घान्द्रुक चाहिँ 17 किलोमिटर जति छ। गुड इभिनिङ। अहिले चाहिँ हामी नयाँ पुलमा आइसक्यौँ पोखरा कटेर। अब घान्द्रुक चाहिँ यहाँबाट हामी यता लागेर जान्छौँ। सो इट्स 17 किलोमिटर्स फ्रम हियर। अलिअलि अफ रोड छ। विल बी देयर बाई एन आवर अनि विल बी सिइङ द माउन्टेन्स होपफुल्ली। अरू भने त्यस्तै हो। ल सी यू अन द रोड। घान्द्रुक पुगिसक्यो अनि सम अफ द बोइज आर कमिङ। सो दिस इज घान्द्रुक भिलेज। अनि हाम्रो बाइक चाहिँ अब यहीँ पार्क हुन्छ समवेयर अराउन्ड हियर। अनि भङ्गेरी ग्याङलाई केही सन्देश? हो त्यही हो, केटाहरूले मिस गरे। ठिक छ, नो वरिज, नेक्स्ट टाइम हामी भेटौँला। क्लासिक 350 2017 मोडल लिएर पनि फर्स्टमा आइपुग्यो। हिमालयन 450, स्क्रैम 440, 411 बोकेर भर्खर आउँदैछ है अरूहरू चाहिँ। सो इट्स नट द बाइक, इट्स द राइडर है। यो चाहिँ अफ रोडमा चाहिँ इट्स नट द बाइक, इट्स द राइडर। हामी चाहिँ घान्द्रुक आइपुगेको छौँ। एकदम रमाइलो भइरहेछ। अझै अब भोलि सिन हेरेर, हिमालको सिन हेरेर झन् रमाइलो हुन्छ जस्तो लाग्छ। सबै साथीहरू आइपुगिसक्नु भएको छ यहाँ। अब हामी चाहिँ यहाँबाट अब 10-15 मिनट जति हिँडेर होटेलमा पुग्नेवाला छौँ। अनि यहाँ चाहिँ अलि 8 किलोमिटर जति चाहिँ अफ रोड रहेछ क्या। एकदमै अफ रोड रहेछ। अनि ठाडो उकालोमा अफ रोड, ढुङ्गाहरू, ठुल्ठुलो ढुङ्गाहरू। अलिकति त्यसमा चाहिँ गाह्रो भयो, तर सेफली सबैजना सेफली आइपुग्नु भयो। अहिले 5:30 जति भयो अनि सबैजना सेफली आयौँ। हाम्रो होटल आजको स्टे चाहिँ हाम्रो अन्नपूर्णमा छ। अन्नपूर्ण होटल छ। अब यहाँबाट चाहिँ कुनै पनि होटलमा चाहिँ बाइक नजाने भएर हामीले पार्किङ गऱ्यौँ। अब यहाँबाट सिडी हिँड्दै जानु पऱ्यो। 5 मिनट जति वाक छ। सबैजना एकदम खुसी भएर आउनु भएको छ। एकदम सकुशल आउनु भएको छ। सबैजना एकदमै एक्साइटेड। अगाडिको रेन्ज, हिमालको रेन्ज देखेर अहिले नै एक्साइटेड हुनुभयो। अब भोलि बिहानको सनराइज हेर्न सबैजना एकदमै एक्साइटेड भएर बनिरहनु भएको छ है। अब भोलि बिहान भेटौँला। गुड मर्निङ सबैलाई घान्द्रुकबाट। हाम्रो हिजो अन्नपूर्णमा स्टे भएको थियो। सबैजना एकदमै राम्रोसँग बस्नुभयो। बिहान उठ्यौँ हामी, घान्द्रुकको यो फिसटेलको भ्यू हेऱ्यौँ। अनि कस्तो लाग्यो दाइ तपाईँलाई? एकदमै वर्थ इट।
कि घान्द्रुक आइसके पछाडि जुन नेपाललाई 8औं आश्चर्यको रूपमा लिइन्थ्यो त्यो तात्पर्य यहाँ आएर पुरा हुन्छ। हजुरले देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा जुन अन्नपूर्ण साउथको भ्यू अनि त्यसपछि लगत्तै यता मार्दीको भ्यू यति दामी त्यो शब्दले बयान गरेर सकिन्न। जो कोही हुनुहुन्छ प्लिज 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 भिजिट घान्द्रुक, रमाउनुहोस्, हेर्नुहोस्, हिमालको छायामा आफूलाई उभ्याउनुहोस्। सबैजनालाई नमस्ते। म प्रो बुलेटबाट सर्भिस सेन्टरको मेकानिक हो। यत्रो वर्ष राइड गरेको भए हामी के अरे त्यो प्रो बुलेटबाट हामी यहाँसम्म घान्द्रुकसम्म आएको राइडमा। अनि यो हिमाल देख्दा भ्यू चाहिँ खतरा लाग्ने रहेछ। अनि सबैजनालाई रमाइलो गरेर हामी पनि एकदम बिन्दास, बाइकहरू केही भएन, सक्सेस भयो, सक्सेससम्म आयो अनि बिन्दास आयो। मेरो चाहिँ फर्स्ट राइड हो यो प्रो बुलेटबाट र पनि एकदम फर्स्ट जस्तो भएको छैन, एकदम रमाइलो। बाटो कति ठाउँमा राम्रो छ, कति ठाउँमा चाहिँ अब अप्ठ्यारो छ होइन, र पनि सहज वातावरण होइन। साथीभाइसँगै एकदम मिलेर आउँदाखेरि चाहिँ बाटो अप्ठ्यारोको महसुसै भएन, एकदम रमाइलो छ। भ्यू चाहिँ एकदमै राम्रो छ है। घान्द्रुकको चाहिँ अब हाम्रो माछापुर चाहिँ नजिकै देखिने, सँगै अन्नपूर्ण रमाइलो रहेछ। घान्द्रुकमा ब्रेकफास्ट टाइम, दिस इज भेरी डिलिसियस। हामी अन्नपूर्णमा एन्ड थ्याङ्क्स टु प्रो बुलेट फर दिस एन्ड दिस। हामी त्यो भिडभाड त्यो धुवाको बादलबाट चाहिँ कहीँ पर शान्त मनोरम ठाउँमा चाहिँ होइन स्वर्गीय आनन्दको आभास गर्न चाहिँ राइड आएका थियौँ होइन। जुन चाहिँ हाम्रो यो मेरो पछाडिको दृश्यले पनि देखाउँछ। यहाँ सबैजना हेर्नु हिमाल हेर्दै मन्त्रमुग्ध हुँदै बसिरहेका छन् होइन। हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हाम्रो घान्द्रुक राइड डे 2। हामी चाहिँ हिजो 6 बजीतिर अन्नपूर्ण गेस्ट हाउसमा आएर बसेको थियो। अनि अहिले चाहिँ ब्रेकफास्ट गरेर घान्द्रुक म्युजियम घुमेर गुरुङ कटेजमा गएर कल्चरल ड्रेस लगाएर अब चाहिँ हामी निस्किने बाटोमा छौँ। अनि म्युजियम पनि गयो हामी। म्युजियममा त्यहाँ अब यति रमाइलो भयो कि फर्स्ट टाइम आउनेहरूलाई घान्द्रुकमा यस्तो म्युजियम पनि छ भन्ने भयो होइन। त्यहाँ गर्दा चाहिँ अझै गुरुङ कल्चरको बारेमा धेरै जान्न पाइयो, एकदम खुसी लाग्यो। अब हामी चाहिँ यहाँबाट फर्किने क्रममा ब्याक टु पोखरा जाने क्रममा हामी अमृतसरमा गएर राम्रो कुन चाहिँ डेस्टिनी हुन्छ खानाको लागि त्यहाँ खाना खान्छौँ। जस रमाइलो भयो, सबैजना खुसी भयो, सबलाई सुत्न पनि कम्फर्ट भयो, सबै एज अ होल भन्दाखेरि टिल नाउ इट्स गोइङ बेस्ट।